सबैजना कतिजना गयौँ सबै देखाउँछ है त। हामी बिन्दावासिनी मन्दिर आइसकेको छौँ। हामी ठ्याक्राकै कुम्दीकोट आइसकेको छौँ। फेवाताल आइसकेको छौँ। हेलो एभ्रिवान, नमस्ते, हजुरहरूलाई स्वागत छ आजको न्यू ब्लग। हजुरहरू सन्चै आराम हुनुहुन्छ र म पनि एकदमै सन्चै छु। आज चाहिँ के भिडियो लिएर आयो त भनेर अलिकति हाइलाइट ठमेलतिर हेरेर पनि थाहा पाइसक्नुभयो होला। आज चाहिँ हामी जाँदैछौँ धेरैजना घुम्नका लागि। कुन कुन ठाउँमा जान्छौँ देखाउने छु। यहाँ आमा पनि हेर्दै हुनुहुन्छ। आमा होइन कोही होइन, मैले भ्लग बनाएको मेरो दुईजना। ल आमाहरूलाई भ्लग भने भ्लगको बारेमा खासै थाहा छैन, कोसँग बोलेको भन्दै हुनुहुन्छ। अनि दिदी अब चाहिँ हामी आन्टीहरू पनि आउँदै हुनुहुन्छ। अनि त्यसपछि घुम्नको लागि सरर जान्छौँ। अब उताउतै अन्तिमसम्म भिडियो हेर्नुलाई आज कतिको रमाइलो हुन्छ के हुन्छ है त। सो गाइस, अब चाहिँ हामी गाडीमा चढेर हिँडिसकेका छौँ भन्दा पनि हुन्छ। हिँड्नु चाहिँ परेन, अब टक्क बस्ने, अब सरर जाने हो। लक्ष्मी आन्टी यता हेर्नु। ल आमाहरू उता हुनुहुन्छ, आमाहरू चाहिँ भित्र उता अगाडि हुनुहुन्छ, त्यही भएर देखिनु भएन। अहिले पछि झर्ने बेलामा हजुरहरूलाई म सबैजना कतिजना गयौँ सबै देखाउँछ है त। गीत बजाउनु पायो नि हुन्थ्यो नि बरु है। गीत लगाइदिनुहोस् न। फर्स्ट टाइम हिँड्दैछु, यतिको रमाइलो आज धेरै नै रमाइलो भइरहेको छ। सो गाइस, अहिले चाहिँ हामी ठ्याक्राकै मन्दिरमा आइपुगिसकेको छौँ। पछाडि आउँदै हुनुहुन्छ सबैजना। म चाहिँ अघि हिँडिरहेको छु, किनकि म अघि नै हिँड्नु रुचाउँछु नि त प्रायः जस्तो, त्यही भएर। आमा किन अनुहार खुम्च्याएर हिँड्नु भएको त हजुर? के होइन होला। सो गाइस, अहिले चाहिँ हामी बिन्दावासिनी मन्दिर आइसकेको छौँ। अझै कुन कुन ठाउँमा जान्छौँ हजुरहरूलाई म देखाउने छु। कति धेरै ठाउँमा जानु छ कि आज त पुरै छोडिदिउँ। अब हेलो गर न। हेलो आन्टी, हेलो गर्नु न। ल आज चाहिँ हामी बिन्दावासिनी मन्दिर आयौँ फर्स्ट टाइम। अब चाहिँ कता कता जान्छौँ अझै बाँकी नै छ, थाहै छैन। थाहा नै छैन कति ठाउँ जानुपर्ने हो भन्ने कुरा। हो कि भन त कुनै मन्दिरमा प्रवेश गरियो। माथिसम्म जानु आमा। हामी चाहिँ आइपुग्यौँ। अब चाहिँ जुत्ता चप्पल खोलेर दर्शन गर्न जानुपर्ने हुन्छ। लाइन गाइस, यहाँ पनि लाइन के को कमी छ र? लाइन लाइन त हामी चाहिँ धेरै ठाउँमा जानुपर्ने भएको कारणले गर्दाखेरि लाइन बस्नु पनि लास्टै ढिलो हुने भयो। होइन भन त कुनै, तर हामी लाइन बस्दिनौँ। नेपाली हो नि त, कहाँ अलिअलि भइहाल्छ नि। जुनसुकै मन्दिरमा जाँदा पनि लाइन चाहिँ बस्नै पर्ने क्या। यहाँ पनि त्यति नै लाइन बस्नुपर्ने, जुनसुकै मन्दिरमा पनि।
ल त्यहाँनिर चाहिँ परेवाला चारो हाल्ने कार्यक्रम भइरहेको छ। हजुर पर जानुहुन्छ अनि कसरी त जानु 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 न। सो गाइज अहिले चाहिँ हामीले दर्शनहरू गरिसक्यौँ र अब चाहिँ हामी जान लागिरहेछौँ अर्को ठाउँ कुन ठाउँ जान्छौँ हजुरहरूलाई देखाउने नै छौँ। अन्तिमसम्म हेर्नु होला र सपोर्ट गरिदिनु होला है त। ल फोटो खिच्नको लागि सबैजना भेला भएर बस्नु भएको छ। फोटो खिचिसक्यौँ, कति धेरै खिचिसक्यौँ, पुरै छोड्यो। आज हामी बिन्दावासिनी मन्दिर फर्केर आउँदैछौँ पूजा गरेर। कबिनाको युट्युब च्यानल सबैले सब्स्क्राइब गरिदिनु होला। झर्दैछौँ अब तल गएर फेरि अर्को ठाउँ जानु पर्छ। अर्को ठाउँ जाने होइन बुवा, अर्को ठाउँ जाँदैछौँ। सो गाइस अहिले चाहिँ हामी दर्शन गरेर पनि फर्किसकेको छौँ, गाडीमा पनि चढिसकेको छौँ। अब चाहिँ हामी जाँदैछौँ अर्कै ठाउँ। कुन ठाउँ जाँदैछौँ भनिदिनु आन्टी? भगवानको दर्शन गर्नु। हाई गरिदेऊ। अहिले अघि अब चाहिँ हामी कुन्तीकोट जान्छौँ अनि हजुरहरूलाई त्यहाँको भ्यू पनि देखाउने छु कस्तो हुन्छ है त। म अस्ति नै पनि गएको थिएँ, फेरि पनि जान पाएँ। म त लक्ष्मी छु क्या। अहिले चाहिँ गाडी उकालो नआएपछि यति चाहिँ हिँड्नु परिरहेछ। हिँडाइ चम्किम। ल ल ल कुन्तीकोट जानु जानु। हाम्रो टिम यति धेरैजना। गाइस अहिले चाहिँ हामी ठ्याक्राकै कुन्तीकोट आइसकेको छौँ। उहाँहरू हिँड्दै हुनुहुन्छ। म चाहिँ अस्ति नै पनि आएको हजुरहरूलाई मैले सिनेमाटिक्समा हेर्नका लागि चाहिँ मेरै च्यानलमा गएर फेरि पनि हेर्नु होला, किनकि मैले अस्ति नै भ्लगहरू बनाइसकेको छु नि त। साडी लाएर भिजोक रमाइलो हुने रहेछ। हामी माथि जान्छौँ, माथि गएर यसो घुमघाम गर्छौँ अनि त्यसपछि फर्किन्छौँ। आमा गाह्रो हो हो। ल ल हिँड्नु फेरिको चोटि पनि कुन्तीकोट आउन पाएँ, धेरै नै खुसी लाग्यो। किनकि म नआउने भनेर सोचिरहेको थिएँ, आन्टीले थर्काएर लिएर आउनुभयो। ठिकै भयो, राम्रै भयो, रमाइलो भयो। बाटोमा आउँदा पनि रमाइलो र यहाँ आएपछि नि रमाइलो।
हामी हल्का फुल्का घुमिसकेको छौँ। अब अझै आधी नै बाँकी छ क्या। राम कति घुम्ने होला। मोबाइलको चार्जै भ्याइन्छ होला सायद। चार्ज भ्याए पनि भ्लगहरू चाहिँ बनाउन पाइनँ। त्यति नै हो मेरो लागि सबैभन्दा ठुलो भ्लग हो नि त। भ्लग नै बनाउन पाइनँ भनेपछि त के कस्तो हुन्छ होला मेरो मन। केही छैन। अब चाहिँ हामी यहाँबाट जान लागिसकेको छौँ फेरि अर्कै ठाउँ नेक्स्ट। यहाँदेखि पनि फर्किम है सो गाइज अहिले चाहिँ हामी फेवाताल आइसकेको छौँ। मेरो पछाडि देख्न सक्नुहुन्छ। आमामा अब चाहिँ हामी यहाँबाट उता दर्शन गर्न जान्छौँ। हेर्दै गर्नु होला। लगाइ नानी आच्छा पिन्छ। अब चाहिँ हामी चढेर पनि हिँडिसक्यौँ। अब दर्शन गर्छौँ। दर्शन गरेपछि भन्छौँ कस्तो लागिरहेछ आज। अब चाहिँ दर्शन गर्छौँ। भाइले चाहिँ परेवा पक्रेको छ है। ल उडाइदेऊ दर्शन गरेर पनि भ्याइयो। हामी जानुपर्ने हुन्छ खाना खानको लागि। खाना खाएर चाहिँ फेरि अर्कै ठाउँ जान्छौँ। कुन ठाउँ जान्छौँ भन्दा पनि आन्टीहरू त धेरै ठाउँ घुम्नु हुने र म चाहिँ पहिले नि गइसकेको नि त यो सबै ठाउँहरूमा। त्यही अब चाहिँ हामी दर्शन गरेर पनि फर्कियौँ। यता हुन्छ सबैजना। अनि हामी यता कस्तो लागिरहेछ हजुरलाई आज? चिल म भएर चिल लागेको न त लाग्दैन नि होला आन्टी। चिलै छ। ल अब भिडियो आउनु आन्टी के गर्नुभयो? हेलो गाइस, ल आइयो गाइस हेर्नुहोस्। अब फेरि कहाँ कहाँ पुगिन्छ हेर्दै गर्नु होला। आइयो सो गाइस अहिले चाहिँ हामी फर्किसकेको छौँ। अनि मकै खाइरहेछौँ ताजा एकदमै। हामीलाई चाहिँ मन परेर खाएको है। अब चाहिँ हामी फर्क्यौँ।